वेलकम ब्याक टु माई च्यानल। आज भने तपाईँहरूलाई यो मेरो भिडियो मार्फत चन्द्रगिरीबाट देख्ने दृश्यहरू सबै तपाईँहरूलाई यो भिडियो मार्फत देखाउने छु। अनि आज मेरो साथमा साथीहरू पनि धेरै छ, छिकु र समतेन पासाङहरू छ। अनि हामीले फाइनली अब हामीले टिकट पनि लिइसकेको छौँ र टिकटको प्राइस कति पर्छ भन्दैछ न पासाङ? टोटली हाम्रो 3196। अब यति पर्दछ। तपाईँ नेक्स्ट टाइम आउनुभयो भने यति पर्छ है भनेर यो बुझिराख्नुहोस्। 4 जनाको। अब हामी भने माथि प्रवेश गर्छौँ है त, चन्द्रगिरीतिर लाग्दैछौँ। ल अब केही एकछिनपछि हाम्रो पनि पाला आउन गइरहेको छ। अनि पासर आज कति एक्साइटेड छ तिमी? एकदमै फर्स्ट टाइम होइन त आज? फर्स्ट टाइम। ल ठिक छ। ल फाइनली हामी अब केबल कारभित्र जानु पसिसकेको छौँ र सन्त पनि अलिक डर लागेको पारेको छ आज। डर लागेको छैन नि? ल ठिक छ। फर्स्ट टाइम होइन त आज कि सेकेन्ड टाइम? गाइड हो त्यो कति रुपियाँ आएर? 4-5 रुपियाँ। 4-5 रुपियाँ आएछ। अनि सेकु गुरु आज फर्स्ट टाइम हो, एकदम रमाइलो हुँदैछ। अनि हेर अब कति डर लागेको छैन? के पनि भएको छैन। लाइट साइट गयो भने त फेरि बिचमा अड्किन्छौँ। लाइट जान्दैन, म नजानु बनाएको छ। नेपालमा हुँदाखेरि नेपालमा भन्नु थाहा छ? नेपालमा जान्दैन। अब नेपालमा घिसिङलाई विश्वास गरेको हो त? एकदम। ल ठिक छ। अनि पासेरमा के भन्नु छैन मेरो त। ल भरे हेरौँ त, भरे उनीहरूको रियाक्सन थाहा हुन्छ। र फाइनली हामी ल उडिरहेको छौँ। अब पङ्खा बिना उडिरहेको छौँ। ल पखेर नि छैन। ल क्या सुनसान छ, के हुन्छ कि भने बिचमा डर लाग्छ। यो गान तपाईँ के हो यो चाहिँ पुरा बालिनी सरको स्टाइल होइन, यो चाहिँ ऱ्यापमा हे हे अझ के अरे भोजपुरी हुन्छ हे हे हुन्छ। माथि ल माउन्टेन एभरेस्ट हाम्रो सम्झना देखाउनु गइरहेको छ। उहाँ चाहिँ यो सगरमाथा कहाँको हुर्केको मान्छे हो, सोलुखुम्बुको मान्छे। अब कहाँ हो सगरमाथा हो त सम्झना? कुन चाहिँ हो? त्यो टुबा देखाएको छ नि, त्यो यता पनि यस्तो डल्लिएको उता यस्तो त्यो लामो छ हो। ल गाइस त्यो हो भने देखाएको सम्झिनु पऱ्यो हो कि माथि गएर सोध्छु। अनि सेकु तपाईँले आज के अरे यो केबल कारमा हिँड्दै गर्दा चाहिँ कस्तो महसुस हुँदैछ? अलिक गुनुगुनु कस्तो अलि अनुहार के भयो? यस्तो भर्खर प्लेन चढाएको, प्लेनमा गएको जस्तो महसुस हुँदैछ। हो त? ओहो भनेपछि प्लेन जस्तै महसुस भयो आज। ल अनि सम्झिनु जुलाई के जस्तो छुट्टी आएको मलाई के हो बाटो हिँडेछ हो? बस्नु बरु मलाई हल्का डर लाग्यो। किन के डर लाग्ने कारण चाहिँ के हो? अलिकति डिसब्यालेन्स जस्तो फिल भयो। यो साउथ मुभी जस्तो निस्किनु पर्ने छ यहाँ त है? पुरा घुमिरहेको हुन्छ यहाँ निस्किहाल्नु पर्ने। एकदमै भ्यू दामी छ होइन। अनि आज त्यही माथि हामी साथीहरू नि एकदम मिलिमिली सबै साथी आएको छ। छेकु गुरु नि एकदमै होइन के भन्छ एकदम रोमान्टिक खालको भएर हामीलाई एकदमै खुसी लागेको छ। अनि साथसाथै पास्टर पनि आज हाम्रो चाहिँ स्पोन्सर चाहिँ आज पास्टरबाट गइरहेको छ। अरू स्विमिङहरू रिसोर्ट तर दामी हुनु गइरहेको छ होइन। स्विमिङ खाना सबै मेरो तर्फबाट। अनि के अरे फाइनली होइन कति डर लाग्यो भन्नु एकचोटि? केबल कार चढेर चाहिँ कति डर लाग्यो? होइन त्यस्तो डर त लागेन, तर के भयो भने मन चाहिँ होइन अलिकति हल्का फुल्का त्यो प्याराग्लाइडिङ गर्दाखेरि त्यो अलिकति डिसब्यालेन्स भयो भने कस्तो कस्तो हुन्छ नि, त्यस्तै टाइपको अलि हल्किँदाखेरि जस्ट हल्का फुल्का चाहिँ अलिकति डर चाहिँ लाग्छ। तर सबै एकदमै राम्रो छ यहाँको यो बेला चाहिँ। सम्झिनु आउँदैछ तलबाट। ल यहाँको के छ देखाइदिउँ त। ल छुकु गुरु यो पढेर सुनाइदिनु के लेखेको छ यहाँ? अब एउटा टेम्पल रहेछ, नाम चाहिँ भालेश्वर भन्ने छ। कस्तो छ कि त्यो चाहिँ अब आफ्नो कन्फरेन्स हल रे। कन्फरेन्स हल, त्यसपछि भ्यू टावर, स्ट्रिट पनि छ। भनिन्छ त्यता एम्पी थिएटर भनिन्छ हो। त्यसलाई हेल्थ पोस्ट यहाँ बिराम सेट भयो भने
ल सबैको व्यवस्था छ यहाँ तपाईँ केही चिन्ता गर्नु पर्दैन यो स्वर्ग ल जिउँदै स्वर्ग देख्ने भने चाहिँ यहीँ हो तपाईँ नेक्स्ट टाइम जसरी पनि यहाँ नेक्स्ट टाइम यहाँ त आइपुग्नु भयो भने चन्द्रकी ठाउँलाई चाहिँ तपाईँले जसरी पनि यहाँ घुम्न चाहिँ नभुल्नु होला ल अब यहाँ फेरि यहाँ पनि एउटा चट्ट पुरा म्याप बनाएर देखाएको छ जानकारी हाम्रो चिकु गुरुद्वारा यहाँ ल बताइदिनु के यसको बारेमा यहाँ केवारदेखि माथि पुग्यो त्यहाँ त्यहाँबाट भर्खर हामी यहाँ पुगेछ भालेश्वर मन्दिर त्यहाँबाट छ एउटा हो त्यहाँ कन्फरेन्स हल छ त्यहाँ अनि मुनि रेस्टुरेन्ट ए यहाँ चाहिँ म्यापद्वारा पुरा फोटोमै देखाएको छ है सब देखाएको छ यहाँ ल ठिक छ जानकारी ल हामी धेरै यहाँ नबोलौँ अब भरे फेरि माथि योभन्दा पनि धेरै धेरै राम्रो ठाउँ चाहिँ माथि हुनको कारणले अब हामी सर गयो भने चाहिँ आज मौसम पनि एकदमै राम्रो छ मौसमले पनि हामी धेरै साथ दिएको छ कि त्यही भएर हामी खुसी छौँ हामी पनि बाहिर जस्तो मौसम हुन्छ हाम्रो भित्रको मन पनि त्यस्तै भइरहेको जाँदो रहेछ त्यही भएर एकदम खुसी छ हाम्रो झुसी चाहिँ मिल्नको कारणले बाहिरको राम्रो भएपछि हाम्रो भित्र मन पनि खुसी एकदमै जाँगरी लाग्ने त्यस्तै हुँदो हो भइरहेको छ भनौँ बस यहाँ कति राम्रो छ अब यहाँबाट चाहिँ हामी भ्यू हेर्ने ठाउँ चाहिँ यो माथि रहेछ भ्यू टावर दिउँसो पनि यहाँ पुरा मुन देखिरहेको छ भनौँ यहाँबाट ल यो है भ्यू टावर चाहिँ एकदमै दामी छ यहाँ जस आइपुग्दाखेरि चाहिँ विदेशमा आइपुगे महसुस हुँदो रहेछ भनौँ उनीहरू साथीहरू चाहिँ पुरा फाट हिँड्दैछ कुहिरहेछ गरेर एकदमै दामी छ बस तपाईँहरू यहाँ आउनु होला यो चाहिँ यहाँको अब क्याफे जस्तोहरू छ अझ हामी भ्यू टावरतर्फ प्रवेश गर्दैछौँ सम्झिन्छ आज पुरा मार्क्स लगाएर बसिरहेको छ क्या के हो साइकको दान कोरोनालाई यति साह्रो डर लागेको छैन कोरोना मान्छे धेरै बाटोमा यस्तो मास्क अनिवार्य चाहिन्छ अनिवार्य हो जस तिमीहरूले नियमलाई यसरी पालना गरेर त्यही एकदमै सही कुरा हो यस ल हामी एप्रिसिएट एकदम राम्रो छ र के हामी चाहिँ भ्यू टावरमा पुग्नु खोजिरहेको छौँ यहाँ आइपुग्दा चाहिँ म विदेशमा आइपुगेको चाहिँ महसुस भयो भनौँ न साँच्चीकै भन्नुपर्दाखेरि चाहिँ काठमाडौँ टाउनमा चाहिँ पुरा धुलो धुवाले एकदम बस्नु नसक्छ नि यहाँ आएछ होइन अहिले के अब कारणले गर्दाखेरि पानीको पाइप सिङ्गापुर पुगेको छ है भन्दा टाढी भन्नुपर्दा सिङ्गापुर पुगेको नि महसुस भयो सिङ्गापुरमा भन्दा के राम्रो हुन्छ सिङ्गापुर पनि त्यही त नि ल हेर्नुहोस् गाइस एकदम हावापानी अहिले होइन एकदम राम्रो फ्रेस हावा अहिले त्यो चाहिँ एकदम राम्रो लाग्यो यहाँको अब हामी चाहिँ भ्यू टावरतिर प्रवेश गर्दैछौँ छ सर यहाँबाट टिकट पनि यहाँ काट्नुपर्ने रहेछ छुट्टै अब हामीले यसको बारेमा बुझेनौँ ल टिकट पनि काट्नुपर्ने रहेछ जोस् साथीहरू तपाईँ नेक्स्ट टाइम आउनुभयो भने चाहिँ भ्यू टावरको लागि छुट्टै टिकट चाहिने रहेछ हेर्नुहोस् मैले तपाईँहरूले सिङ्गापुर पुगेको जस्तै महसुस भयो भनेर चाहिँ यत्तिकै ढाँटेर पुग्नु होइन हेर्नु सक्नुहुन्छ कतिको रमाइलो छ भन्नु तपाईँ आफै फिल गर्नुहोस् चारैतिर माउन्टेनले घेरेको छ साथसाथै यति राम्रो साथीहरूसँग हिँड्नु पाउँदाखेरि यो भन्दा सक्नु के चाहिएर फर्स्ट देख्न सक्नुहुन्छ तपाईँ मस्त सम्झेन ल हाम्रो के अरे भ्यू टावरमा जाने टिकट नै किनेछ सम्झेनले कति पर्दछ टिकट गरौँ 50 रुपियाँ ल भ्यू टावरमा जानको लागि एउटा टिकटले 50 रुपियाँमा पर्छ एकजना है बराबर ल अब हामी चाहिँ भ्यू टावरमा पुग्यौँ र हामी यहाँ बस मेरो मेन भिजन भनेको अब यहाँबाट चाहिँ सगरमाथा हेर्ने हो होइन संसारकै
टलेस्ट माउन्टेनलाई हेर्नु पऱ्यो नि त हाम्रो ए यहाँ रहेछ नि दुर्गा बुझ्यो बुझ्यो एभरेस्ट ठक्क देखाएको छैन उसले। त्यो सब हाम्रै सम्पत्ति हो हेरिटेज त भने होइन ल यहाँबाट चाहिँ अब चट्ट नै हिँडिन्छ टावर हेर्न आउँछ यो दामी चाहिँ दामी दामी चन्द्रगिरी डाँडामा बसेर यसरी एउटा भिडियो बनाउनु पाउँदा नि जस भाग्यमा नै ठानौँ आफूलाई एउटा सम्झिन् आइ देखाइदिनु खोइ कहाँ हो भन्दा ल सगरमाथा ल हाम्रो बसमै अब हाम्रो बसेर लिएर चाहिँ कुमार हेर्नु कुमार यसो न यहाँ तल हेर आज सगरमाथा यसरी प्रशस्त रूपमा हेर्नु पाउँदाखेरि त पनि भाग्यमा नै हो ल या छर्सु न जिम्मरे लुचुगुगी खतुले न अनि झसेकी थोलेबे त्यहाँ चिकी हेर्न मेरो जम्लिङ्गी थोसो अनि गाउँले एभरेस्ट माउन्टेन दि खोइ अब चाहिँ टोकी थोले सिधोमा जय फेरि एकचोटि गर्दा सुको त्यहाँ बस्दा सम्झिन तर्सिरहने यत्रो आमा देखेपछि तर यसरी हेर्दाखेरि यो चाहिँ रमाइलो भयो ल यस्तो खतरा दिएको छ हामीले एकदमै चिसो हावा आउँदो रहेछ डाँडामा चाहिँ एकदम खुसी लाग्यो आज चाहिँ यहाँ आउनु पाउँदा ल जस्तै आज के अरे हाम्रो सगरमाथालाई देख्नुभयो नि त कस्तो लाग्यो सगरमाथा एकदम ठिकै भनौँ ल भविष्यमा त्यहाँ ट्रेकिङ जाने हो भविष्यमा होइन अब आउने फेब्रुअरी मार्चमा जाँदैछौँ प्लानिङ छ हेरौँ ल हामीले अब भ्यू टावर पनि अवलोकन गरिसक्यौँ त्यस धेरै राम्रो लाग्यो जसमा यहाँ चाहिँ फोटो खिचेको धेरै भिड छ यहाँ सबजना चाहिँ बोरिङ लागिसकेछ बोरिङ लागिसकेछ घुमेर चाहिँ त्यहाँ मलाई खासै यस्तो धेरै अचम्म नलाग्यो हाम्रो चाहिँ अलि फर्स्ट टाइम भएर अलिक छुट्टै होइन अचम्म लागेर चाहिँ यो चाहिँ हिमालमा हुर्केको भएर हिमाल देखेर केही नलाग्यो होला के अनौठो लागेन होला नि म त धेरैचोटि मान्छे हाम्रो छेउको गुरु चाहिँ अब होइन औलमा हुर्केको भएर अब यस्तो हिमाल देखेँ चाहिँ निकै नै अब अचम्म लागेर छ मङ्गल छु अब कहाँ ग्यास लागेर क्या स्विजरल्यान्डको यही मौसम भएर चाहिँ त्यसको लागि स्विजरल्यान्ड भन्यो भने जे भन्यो यही छ त अहिलेसम्म केही छिन्नु लागि ल अब हामी चाहिँ भ्यू टावर पनि घुमिहाल्यो एकदमै राम्रो लाग्यो तपाईँहरू पनि नेक्स्ट टाइम यहाँ आयो भने चाहिँ भ्यू टावरमा घुमेर सगरमाथालाई हेर्न नभुल्नु होला होइन हाम्रो आज कफीको स्पोन्सर चाहिँ यहाँ छेउ गुरु हुनु गइरहेको छ ल ताली बजा साथी हो ताली बजा ल जस म चाहिँ यहाँ भ्लगर आजको होइन यो भिडियोहरू चाहिँ मैले चाहिँ साथ दिन्छु उनीहरूले चाहिँ यसको अब स्पोन्सर अब यहाँ स्विमिङको झिन्दाहरू पनि छ सम्झिन्छ चाहिँ गाडी झिन्दा आज यो भिडियो कतिखेर अपलोड हुन्छ युट्युब भरे राति नै हुन्छ युट्युब आज राति नै भरे अपलोड हुन्छ तपाईँहरूले जस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भने आशाको साथमै बनाएको है मैले लाइक सब्सक्राइब हामीसँग आउनुभएको दाइहरू पनि चट्ट उनीहरू भ्यू टावर हेर्नु गएको थियो र त्यहाँ टिकट चाहिन्छ त्यो टिकट फेरि उहाँहरू टिकट लिन ब्याग जाँदै हुनुहुन्छ जस तपाईँहरूले भरे मेरो भ्लगलाई हेरेर साथ दिनुहुन्छ हाम्रो साथ आशा छ मेरो भ्लगको नाम चाहिँ ग्याल्छेन शर्मा छ हजुर त्यस तपाईँहरू लाइक गरिदिनु भयो यो भरे भ्लग आउँछ भरिकन आउँछ है ल ल ओके एकदमै आज पनि यहाँ भिडभाड छ यहाँ आज चाहिँ मौसम सफा भएको कारणले गर्दाखेरि धेरै मान्छेहरू यहाँ घुम्न आउनु भएको रहेछ अब हामी यहाँ मन्दिरतर्फ जाँदैछौँ ल ढुङ्गे धारामा पानी खाऊ साथी हो चन्द्रगिरीको पानी छिउ जस्तो हो त सफा पानी हो ढुङ्गे धाराभित्र प्रवेश निश्चित छ नो इन्ट्री भ्यू टावर चाहिँ त्यहाँ हो अनि यहाँ चाहिँ चट्ट हाम्रो होइन अब नेपाल एकीकरण गर्ने भने के भन्ने अब चट्टै एउटा पृथ्वीनारायण शाहको शालिगमा छेउले एउटा फोटो सट्टा हान्यो यहाँ बसेर खाना निश्चित गरेको छ भनेर लेखिएको रहेछ अब हामी चाहिँ यहाँ तल जाने नि त कसरी भयो ल त्यो रिसोर्टमा के भने यो रिसोर्टको नाम के भने
चन्द्रगिरी रिसोर्ट हो हिल्स चन्द्रगिरी हिल्स रिसोर्टमा हामी भरे अब त्यहाँ स्विमिङ गर्न गइरहेको छौँ जे भए पनि हामीले त्यो अब नाम राख्दै पनि हुन्छ यसको भरे तपाईँलाई त्यो पनि देखाउँछ मान्छे एभरेजमा गएर त स्विमिङ गर्छ यार हामी यो कुरा सही हो किट काउन्टर चाहिँ छ अब जिप लाइन गर्ने हामी दुईजना अब जिप लाइन कुरा जति छ त्यही त्यो इन्जिनियर जस्तो त्यो घर बनाउनु जस्तो आज फाइनली चाहिँ चन्द्रगिरी आएर मैले अब जिप लाइन गर्नु गएर हामी दुईजना कतिको रमाइलो हुन्छ त्यसको बारेमा फिडब्याकहरू चाहिँ म तपाईँलाई लास्टमा गएर त्यो पारि पुगेपछि म तपाईँलाई दिनेछु ओके गाइस हेर्नु होला त चलो अब हामीले जिपलाइनमै खेलिहाल्यो होइन कस्तो लाग्यो जिपलाइनको फिडब्याक देऊ न केही यस्तो केही भएन क्या केही पनि भएन यो खेर मात्र हो पैसा भन्नाले हामी यस्तो एउटा त्यो त्यसको अनुभव चाहिँ गर्नु पायो कि अनि जस खेल्यो भने नाम चाहिँ भयो हामीले ल ल केटा हिँड त्यो बाटो हेर्दा चाहिँ जसमा काम छैन यस्तो अनलाइन यसो त्यो प्रायः तल थाहा रहेछ भ्लगरको तर एक तरिकाहरू चाहिँ सिक्न कि ल ल ठिक छ सिक्नुपर्छ अब तल गएर अब यस्तो हुन्छ नि त सम्झिने यसको नाम के भन्दा यो खर्चुङ भने होइन खर्चुङ भने नेपालीमा के भन्छ खर्चुङ भने नेपालीमा हो यो धेरै लेख्नुहरू छ भग्न जति टपर चाहिँ यो रुखमा पाउनु ठाउँ त धेरै माथि हुन्छ है हिउँ पर्छ नि हिउँ पनि परिन्छ अब हिउँदोमा हिउँ पनि परिने ठाउँ भनेपछि धेरै हाइमै हो जस यहाँको एकदमै वातावरण चाहिँ अहिले राम्रो लाग्यो मलाई बसौँ यो बाटोबाट जानुपर्छ तल रिसोर्ट लगभग 15 मिनट जति हिँड्नुपर्छ जस्तो बाटो हेर्दाखेरि 15 मिनटपछि हामी त्यो रिसोर्टमा पुगिहाल्छौँ त्यसपछि हामी स्विमिङ हुन्छ सम्झिन अस्ति बिगु याद आएन हाम्रो सम्झिनको चाहिँ बिगु जाँदाखेरि चाहिँ सेकी झरेको थियो होइन आज पनि त्यसको लागि त्यही अलिकति हल्का फुल्का भरे माथि उकालो चढ्दाखेरि चाहिँ त्यसको केही यादहरू चाहिँ आउँला त्यही रिसोर्ट पुग्न थाल्यो हामी बाटो पनि एकदम राम्रो बनाएको छ यहाँको बाटो ढलाइ गरेर जुस अब बनायो भने चाहिँ नेपालमा पनि हुन्छ भनेर यहाँ देखाएको छ एक्जाम्पल जुस पोखराको सगनकोट भन्दा नि यहाँको चन्द्रगिरी डाँडा चाहिँ राम्रो लाग्यो मलाई प्रायः डाँडाकाले घेरेको हिमालले घेरेको जस माइन्ड फ्रेस हुनु मन छ भने तपाईँ एकचोटि यहाँ घुम्न आयो भने यहाँको हावा वातावरणले नि तपाईँलाई माइन्ड फ्रेस बनाउने छ भन्ने आशा राख्दछु सोचेको जस्तो पुरा नहोला यहाँ आउनुभन्दा अगाडि नै बुकिङ गरेर आउनुपर्छ भनेर त्यहाँको स्टाफले भनिदियो अब यहाँ सोधौँ के भन्छ नत्र हाम्रो स्विमिङ खेल्ने चाहिँ जो इच्छा थियो त्यहाँ हो हाम्रो स्विमिङ पुल चाहिँ म एकचोटि रिक्वेस्ट गर्छु के भन्छ यहाँको गार्डले जानु सर ल सरहरूले हामीलाई यता जाने अनुमति पनि दिनुभयो ल सम्झिन आइज न एकदमै दामी छ हाम्रो रिसोर्ट पनि
नेपाली स्टाइलमा र बुट्टा सुट्टा हालेको छ ल केवल गाह्रो हेर्नुहोस् हाम्रो इच्छा चाहिँ पुरा होला जस्तो छैन जस साथीहरूले स्विमिङ खेल्न पाउने भयो यो 5 स्टार होटल होइन त आमामा स्विमिङ पुल भर्खर आइपुग्यो के गर्नु अनफर्चुनेटली अब हामीले यहाँ खेल्न चाहिँ पाएन यहाँ चाहिँ हेलिकप्टर पनि बस्ने ठाउँ रहेछ हेलिकप्टर निकै खतरा ठाउँमा बनाएको छ ल जस रिसोर्ट चाहिँ दामी जग्गा नि कति निराशा छ स्विमिङ खेल्न पारा एकदम मन देखिरहेको छ त्यो स्विमिङ खेल्नु पऱ्यो भने चाहिँ रुमै बुकिङ गर्नुपर्ने छ कि लगेर ल हाम्रो यहाँ अर्डर पनि आएछ कि कफी के अरे के कफी रे क्याफेचिनो तिम्रो चाहिँ के बसेर के अर्डर आयो भर्जिन मोजितो आमा भर्जिन मोजितो गरे चेकले क्याफेचिनो खाइरहेछ अझै बसिने अझै अर्को अर्डर हुन्छ जस्तो तपाईँलाई देखाउने छु त ल फाइनली अब हाम्रो अर्डर हुन आइपुग्यो मेरो चाहिँ चिकन बिरयानी अब समथिङ कसो के हो फ्राइड राइस अनि चिकन फ्राइड राइस हाम्रो 5 स्टारमा चाहिँ के हो छुट्टै चाहिँ आएको छ बर्गर फ्रेन्च फ्राइस थियो ल अब चाहिँ हामीले लन्च पनि गरिसक्यौँ यो होटेलभित्र होइन र हामीले सोचेको जस्तो अब यहाँ स्विमिङ चाहिँ खेल्नु पाएन त्यो चाहिँ अलिकति मन दुखाइ भयो अनि यहाँ चट्ट फोटोसोटो किन्ने ठाउँ पनि छ तपाईँ नेक्स्ट टाइम यहाँ त्यो स्विमिङ खेल्नु पऱ्यो भने चाहिँ यो रुम बुक गरेर मात्रै त्यो प्याकेजबाट तपाईँले खेल्नु पाउने छ त्यही भएर हामी नेक्स्ट टाइम अब आउने प्लान चाहिँ गऱ्यौँ र आज चाहिँ अनफर्चुनेटली हामीले खेल्नु पाएन हल्का स्याड भयौँ विशेष गरी आज हाम्रो 5 स्टारमा चाहिँ हल्का होइन अलिकति नर्भस भएको छ अलि स्याड भएको छ ल ल जाउँ साथी जोस यहाँ आएर खुसी लाग्यो एकदमै खुसी लाग्यो भनौँ ल फाइनली गाइस होइन आज चाहिँ एकदमै रमाइलो भयो भनेर हाम्रो छेउकोलाई नि एकदमै खुसी छु एकदम खुसी ऊ भुटानबाट आएपछि फर्स्ट टाइम चाहिँ यहाँ अब नेपालमा होइन आज चाहिँ घुमेको जस्तो लागेको छ यहाँ फिलिङ जस्तो फिलिङ भयो है अब यहाँ हाम्रो सबै मेन गरी हाम्रो यहाँ एकदम शुभ मित्रहरू हुनुहुन्छ उहाँको कारणले यो उहाँको नभए त्यो कार्य चाहिँ सफल हुन सक्दैन थियो होइन अनि जो आज मेरो सम्झिन अनि आज विशेष गरी आज छेउको होइन मेरो भ्लगमा आएर कति खुसी लाग्यो एकदम खुसी लागेको छ है अब फेरि पनि यो ठाउँमा घुम्ने एकदम ठुलो चाह राखेको छु है चाहना तर आउँछु म ससरी पनि आउँछु यो ठाउँमा अनि केटाहरूलाई खासै एकदमै आज खुसी लागेको छ भने निबट हुनु झमर हुनेमा भनेर चाहिँ डायलग चाहिँ बिर्सिएको छ यिनीहरूले त्यसको मिनिङ चाहिँ के हो भने सधैँ त्यो दुध खाएछ त्यो नि मिठो लाग्दैन नि त हो घुम्नु पनि गाह्रो छ जस्तो होइन एकचोटि घुम्नको लागि चाहिँ पर्फेक्ट ठाउँ चाहिँ हो क्या त्यही हो अब हामी सधैँ घुम्नको लागि चाहिँ हामी अब के अरे विदेशी पनि परेनौँ अब हामीलाई जस्ट गाडी पनि मिलाइदिएको छ त्यहाँको म्यानेजरले खुसी लाग्यो सम्झेन अनि आज मेरो भ्लगमा आउनु पर्दा कति खुसी लाग्यो भन्दा एकदम खुसी लागेको छ होइन म माथि चाहिँ सधैँ आइरहेको हो अब यो यहाँ रिसोर्टमा चाहिँ फर्स्ट टाइम हो त्यही पनि एकदम खुसी लागेको छ तपाईँहरू पनि ल ठिक छ तपाईँहरू फेरि फेरि घुम्न आउनु होला जस एक जिन्दगीमा एकचोटि चाहिँ आउनै पर्ने ठाउँ छ है गाडी राजेश दाइले खाना राजेश अनि पास्टरमा आज मेरो भ्लगमा पुरा होइन तिमी इन्क्लुड भएको छ भित्र होइन अनि कति खुसी लागेर आज मेरो भ्लगमा आउँदाखेरि खुसी त ठिकै भनौँ न अनि कस्तो किन भन्नु किन खुसी लागेन आज खुसी लागेर अनि के कस्तो भयो भन्नु पर्ने अब ब्लगमा के हुनु के यस्तो होइन आफ्नो थरोहरू राख के जाउँ भित्र भित्र गएर कस्तो कस्तो लाग्यो के भयो यहाँ गएन
खासै त्यस्तो त के भएको छैन अँ खायो अनि खायो यहाँको खानाहरू कस्तो लाग्यो ठिकै भन्नु ठिकै लाग्यो है ल ठिक छ अब यहाँबाट गाडी आयो भने गाडीमा जाने ल गाडी आउँछ जोस् अब अघि माथि आउँदै हिँडे आएको अब यहाँबाट जाँदाखेरि चाहिँ हामीले चक्क लन्च पनि यहाँ खायो भने यहाँबाट गाडी पनि मिलाइदियो यहाँबाट म्यानेजरले हामीलाई गाडीमा चढे जाऊ भनेर चाहिँ होइन अर्डर दिएपछि यहाँको चक्क के ठुलो भयो त ल जाउँ गाह्रो हुन्छ है। छेउको ल भन्नु यहाँको खाना कस्तो लाग्यो खाना पनि एकदम बेस्ट दामी next नेक्स्ट time टाइम पनि नेक्स्ट टाइम पनि आउने अब नेक्स्ट टाइम अब मौसम हेरेर हुन्छ त्यो चाहिँ अब मौसम छुट्टी मिलाउनु पऱ्यो मेन चाहिँ अब आइन्छ यो ठाउँमा मौसम यस्तो राम्रो भयो भने आइन्छ अब अरूभन्दा नि सम्झिन्छ एकदम खुसी छ हेरे हिँड्नु नपर नत्र त तातो घाममा चर्को घाम 12 बजे घाममा त फेरि कालै बनाइन्छ त ल गजब भयो हाम्रो आज ल अब लास्टमा हामी अब फर्केर जाँदैछौँ धेरै खुसी लाग्यो आज सबै साथीहरूसँग यहाँ आउनु पाउँदा वेटिङमा हो सरहरू वेटिङमा ल अब चाहिँ तल जानु कस्तो हुन्छ ओह्रालोमा आमा अघि त जिप्लाइन चढेछ हुँदैछ यो त जिप्लाइन त यहीँ ठिक छ यस्तो त यहाँ त देखिस् त्यो रोटी पनि खिलाएको हुन्छ अघि जिप्लाइन नखेले ठिक हुनेछ पैसा मात्रै खेर भयो 800 10 सेकेन्डको बरु 10 है यो ठिक रहेछ आई तलबाट चाहिँ 400 के मान्छे अहिले त निकै छ त कम के अरे पोखरामा बनाएन पोखरामा के अरे पोखरा जाने बाटोमा के अरे मनोकामना एउटा त्यो रोटी खेल्दा यस्तो गाह्रो हुन्छ नि